हेलो गाइज वेलकम टु आवर च्यानल। सो गाइज यहाँ चाहिँ आज मेरो बर्थडे थियो, तर म चाहिँ केकहरू केही नकाट्नु पर्यो भनेर बसिरहेको थिएँ। अनि यहाँ आदर्श भाइले चाहिँ सरप्राइज केक र गिफ्ट चाहिँ लिएर आएछ। अनि मैले सोचेको पनि थिइनँ। अनि म भाइलाई थ्याङ्क यू भन्दै हाँस्दै यहाँनिर यही गिफ्ट पनि थाप्दैछु। भाइ पनि लजाउँदै मलाई केक दिँदैछ। सोचेकै थिइनँ मैले हो, भाइले मलाई सरप्राइज दिएर खुसी भइरहेछु म चाहिँ। के गिफ्ट हो? Thank you. ए T-shirt plus के रे हाफ कुर्ता. Thank you. Ini aja. Nak buka. दुईटा बोल्नु ल. Happy birthday. Happy birthday dear Azila. Happy birthday dear Happy भाइले त ह्यापी बर्थडे को गानै बिगाडिदिए त अन्त। Happy birthday so much. भेरी भेरी के खानु हुँदैन भाइ। भेरी भेरी मच। मलाई चाहिँ अब मलाई पनि खुवाइदिउँ न छोरी अन्त। मलाई चाहिँ खुवाइदिँदैन, आफू मात्रै खाने हो क्या हो। मलाई पनि खुवाइदिउँ न भाइ। खिलाइदेऊ मम्मालाई। एकछिन भाइ अब काटेर दिन्छु भाइ। थ्याङ्क यू अद्दुलाई यो केकको लागि, बर्थडे सरप्राइजको लागि धेरै धेरै थ्याङ्क यू। उसले ल्याएछ नि त। हामीले ह्यापी बर्थडे भन्नु त। हामीले ह्यापी बर्थडे भन्नु त, हामी थ्याङ्क यू भन्नु। उयो ल भाइ जाऊ सुता ल। बिचारा निन्द्राबाट उठाएको। मेरो गाना एकछिन दिनुहोस् न। ट्रेन कुद्दैछ। दिन्छु नि। खाएर जाउँ न भनेको। ऊ चाहिँ नयाँ उयो लुगा किनेर खुसी भएर सुँगेको छ। खाएर जाऊ भनेको थिएँ, मानेन। थ्याङ्क यू अद्दु। कहिले आउँछौ? म अब सिधा ओके। अब यहाँ चाहिँ अब हामी चाहिँ यता हेर न सेवक मोमो बनाइ हुँदैछ हो। देऊ देऊ देऊ। One and only handsome boy. थ्याङ्क यू। यहाँ चाहिँ हाम्रो कोपी र अब के भन्छ इस्कुस त भने काटिसकेको छ। अब यसको भाडा आइसकेको छ। त्यहाँदेखि चेरमा गरिरहनुहोस् होइन। तपाईँलाई हामी आज के भन्छ कसरी चाहिँ मिठो मोमो चाहिँ बनाउँछ भनेर देखाउँछ आज हामी। लेट्स गो है। हेरिरहनुहोस् होइन यो ल। स्किप नगरी हेर्नुहोस् होला होइन। यसरी तपाईँलाई सिक्नु मन छ भने स्किप नगर्नुहोस् हो। यसरी टाइम पास मात्रै गर्नु छ भने चाहिँ स्किप गरेर सिधै लास्टमा खाएको हेर्नु सक्नुहुन्छ। आज चाहिँ भाइहरूले यहाँ मोमो बनाउँदैछ। लाप्पा के पो उसको नाम त के पो? लासाङ सिट सेवक ह्यान्डसम नम्बर 1 सेवक। फेरि पनि स्वागत छ भनिदेऊ न। किमा चाहिँ यहाँ छ। हेलो वेलकम टु हेलो दिस इज मी। वेलकम टु दिस इज आजिलास किचन। अन्त अरू भाइ तिमी त ढिलायो त। 8 बजे त कहाँ थियौ? अघि त मलाई कलकत्ता आउन टेका आजी भन्दै थियौ त। ट्युसन थियो होला नि त। ट्युसनबाट ऊ चाहिँ भाइ चाहिँ ट्युसनबाट ढिलो भएछ, ट्युसन गराउँदैछ।
मोमो त दामी बनेछ त लाक्पुले यिनीहरूले मलाई गिफ्ट पनि हेरिदिउँ न मेरो भाइहरूले गिफ्ट दिएको ए थ्याङ्क यू भाइहरूलाई हाँसेर न लजाएर लजायो त भाइ सेवा काजु फेमस हुन आँटेको छ नि मेरो उयसमा भिडियोमा माता जी क्या कर रहे हो बोलिए ना बोलिए माता जी हाँ क्या कर रही है बोलिए ना रे हाँ हिंदी नहीं आती है क्या नहीं आता है आमा चाहिँ बिमार हुनु भएको थियो अहिले चाहिँ जाती हुनुहुन्छ एकदमै राम्रै भएर बसिरहनु भएको छ हेर्नुस् त घरको गति चाहिँ यस्तो बनाएर नानीहरू भाँडाकुटी खेलेर के गरेको छोरी गाइस ठुलो नानी र आमाले चाहिँ अघि खाइसक्नु भएर रेस्ट गरिरहनु भएको छ अब चाहिँ हाम्रो टर्न हो अब दिदी भाइहरू मजाले बसेर खाने हो मैले हाल्दै ल मोमोको झटराले माथि माथि अब चाहिँ बल्ल बल्ल भएर मोमो खाँदैछु अब त मोमो के काट्नु डिस्टर्ब भयो आउनै मानेन यहाँ घुम्नु जायो अरे कान्छा मोमो चाहिँ दामी भएछ एकदम जुसी नानी can you repeat it भाइ जिल्ला म एउटा खाइहाल्छु मोमो चाहिँ दामी आउँछु साथी आशा छ हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो होला एन्ड थ्याङ्क यू फर वाचिङ आवर भिडियो बाई बाई